आज पनि बुधबारको दिन बुधबारे हटिया लाग्ने गर्छ च्याङ्ग्रेमा र हामी च्याङ्ग्रे हटियातिर जाँदैछौँ। ल आउनुहोस् है जाउँ। काका नमस्ते। हो साउजी चुपचाप घन्टी छाप। जय घन्टी जय घन्टी। ल है त सबै बोट केमा ल ल ल है त ल ल ल ल ल एकदम हामी भरे या भोलितिर कहिले हुन्छ है समय मिलाउँछौँ। अनि त्यहाँबाट मजाले ए ओहो ए दिनेशजी त्यो पर्चा त्यसले पर हेर्नुभयो तपाईँले मलाई यो हेर्नुहोस् है घन्टीलाई भोट दिनु सेट घन्टीलाई भोट दिनु अरे कहाँनिर दिनु घन्टीलाई भोट त दिनु कहाँनिर दिनु यसरी नै आउँछ यसरी यहाँ ए हवस् तपाईँले यो भने आज बुधबारे हतियारको दिन परेको हुनाले पनि आज चाहिँ समग्र रूपले हाम्रो प्रत्यक्ष उम्मेदवार उहाँ चाहिँ वरिष्ठ कानुनविद अधिवक्ता हुनुहुन्छ भने सँगसँगै उहाँ राष्ट्रिय पर्यटन व्यवसायिक पनि हुनुहुन्छ भने अब भोजपुरबाट चाहिँ प्रत्यक्ष उम्मेदवारमा उहाँले दिइराख्नु भएको छ र अहिले चाहिँ माहौल यस्तो छ कि अहिले पौधोमा पनि राम्रैसँगले घन्टी बजिरहेको अवस्था भने ल यहाँहरूसँग चाहिँ जोडिँदै जाउँला ल आउनुहोस् ल गाइज यस्तै छ बुधबारे आज हटियाको दिन हामी एकदम बिजी छौँ भने यता बुधबारे हटिया यस्तै छ है ल हजुर ल देखिरहनु भएको छ ल ल ल कति सजिलो भयो अन्दै बजारमै नमस्ते मान्छे भेट्ने यो हो नि त तपाईँ हो नि त भतिजो यो भतिजो यिनीहरूले अन्तकै हाल्छ हामीले भन्छ सल्लाह रे दाजुभाइ सबै मिलेर एकैतिर जाओस् न होइन जिते नि हारे पनि एकैतिर जाओस् अनि हामीहरू खेर नजाओस्। त्यो राजनले भन्छ यता गेटतिर निक्ल्नु न यहाँ मान्यज्यूले बोलाउँदै हुन्छ गेट यहाँ स्कुल छेउमा ल यहाँ बोलाउँदै हुन्थ्यो र नि ल ल अब चाहिँ भने हामी मामताङ बस्तीतिर जाँदैछौँ। अब बेलुकाको समय भइसकेको छ अब त्यहाँ पुगेर फर्किँदा कति राति हुने हो ल जाउँ है त ल अहिले चाहिँ भने मामताङ बस्तीमा आइपुगेको छौँ भने यहाँ चाहिँ अब साँझको टाइम भइसकेको छ र माननीयज्यूसँग यहाँ भेटघाट गर्दै हुनुहुन्छ यहाँ हाम्रो स्थानीयवासीहरू। ल अहिले पनि झपक्कै अब बेलुकाको साँझ परिसकेको अवस्था छ भने अब उहाँ माननीयज्यूले चाहिँ आफ्नो महत्त्वपूर्ण भनाइहरू यो व्यतिथिको कुराहरू र वर्तमान विगत सबै कुरालाई समेटेर उहाँले राखिराख्नु भएको छ।